अहिले सर्ट कुर्ती सिलाइरहेछु। अलमोस्ट वान इयर हुन लागिसक्यो। अहिले चाहिँ अलमोस्ट सबै डिजाइनहरू बनाउन सिकिसकेँ। अहिले मलाई चाहिँ प्रायः जस्तो सबै आउँछ, सबै डिजाइनहरू आउँछ। यहाँ फर्स्ट जोइन हुँदाखेरि चाहिँ मलाई स्केचिङ गर्न त्यति आउँदैन थियो। यहाँ आइसकेपछि मलाई अहिले राम्रोसँग स्केचिङ गर्न पनि आउन थालिसक्यो। मलाई चाहिँ अहिले स्टिचिङ लगभग सबै आइसक्यो, जानिसकेँ। रोज फेसन एकाडेमी आएर जोइन गरेर एकदमै धेरै नै हेल्प भएको छ। हेलो, हजुर अहिले के गर्दै हुनुहुन्छ? स्केचिङ गर्न लागेको। हजुरले चाहिँ कुन कोर्स? मैले 1 इयरको कोर्स। एकदम खुसी नै छु, राम्ररी नै सिकाइरहनु भएको छ, एकदम राम्रै लागिरहेको छ। हेलो सिस, हजुर चाहिँ अहिले के गर्दै हुनुहुन्छ त? कुर्तामा आएर लाग्यो चाहिँ कति इयरको क्लास जोइन गर्नुभयो? 1 इयरको। अनि मैले चाहिँ 4 महिना हुन आँटो। मैले चाहिँ धेरै कुराहरू सिकेँ, जस्तै कि कलरहरूको डिजाइन अनि सर्ट कुर्तीहरू पनि छ। तपाईँहरू पनि सिक्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। बिरतामोडको यही सञ्चार रोडमा रोड क्रिएसनमा फेसन डिजाइनिङको कोर्स सिक्न चाहनुहुन्छ आउन सक्नुहुन्छ।